कमजोर बनाउने उनीहरूको स्ट्र्याटेजी थियो र उनीहरूले सोचेको होला हामीले यो स्ट्र्याटेजी बुझे छैनौँ, नेताहरूको यो स्ट्र्याटेजी हामीले बुझे छैनौँ भनेर उनीहरूले सोचिरहेको छ। उनीहरूको भ्रम हो। हामीले हरेक पाइलामा हरेक मुभ हामीले क्यालकुलेट गरिरहेको छौँ, के गर्न आँटेछ, कसरी गर्न आँटेछ। त्यही भएर अहिले हामीलाई छुट्याउनुको लागि नेपालीहरूलाई छुट्याउनु पर्यो नि त, दिमागलाई अलिकति बिगारिदिनु पर्यो नि त उनीहरूलाई त। ए यो होइन रहेछ, यो नराम्रो रहेछ, यो त्यो नराम्रो रहेछ, ऊ नराम्रो रहेछ, त्यो नराम्रो त्यो नेता हो। अहिलेको समयसम्म बिगार्ने देश त त्यो नेताहरू हो। र त्यो भोट हाल्ने जुन चाहिँ हामी नागरिकहरू छौँ त्यो हाम्रो पनि गल्ती हो, हाम्रो पनि जिम्मेवारी हो। हामीले बिगारेको भन्नुपर्छ अहिलेसम्म भन्नु पर्दाखेरि। र त्यो मध्येमा एकदम बिग्रेको मान्छे त्यहाँ पुगेको भनेर भन्नुपर्छ। समाज परिवर्तन गर्नलाई हाम्रो सोच परिवर्तन गर्नुपर्छ। त्यही भएर उनीहरूले डिभाइड गर्न छुट्याउनु खोजेको छ तपाईँहरूलाई, सबै दिमागमा छुट्याउनु खोजिरहेको छ उनीहरूले। तपाईँहरू छुट्यो भने के हुन्छ, फेरि त्यसपछि ए जेनजी भन्दा त तपाईँको त काङ्ग्रेसै ठिक, एमाले नै ठिक भन्ने उनीहरूले यो बनाउनु खोजिरहेको छ उनीहरूले। अब हामी एउटा नेपाली नागरिक भएर सोचौँ, एउटै झन्डाको मात्र मुनि बसौँ। यति मान्नु कुन गाह्रो कुरा हो र? यो धेरै ठुलो चिजमा आएको छौँ र हामीले, एकदम ठुलो चिजमा आएको हो यो। एउटा झन्डा मुनि बसौँ, देश विकास गरौँ भनेर कि भन्नुपर्ने भ्रष्टाचार गरौँ भनेर भन्नुपर्ने हो, कि मारौँ भाइहरूलाई, कि अर्को सही हुनु भनेर भन्नुपर्ने हो। अहिले हामीले तपाईँको हेर्नुहोस् होइन, मिडियाहरूमा के छ, 23 गतिको दिन बिर्सिसकेको छ। मान्छेले सिंहदरबार जलायो भनेर छ, सिंहदरबार अर्को बनाउन सकिन्छ। त्यो मान्छे एउटा कोख रित्तेको आमाको कोख एकचोटि बनाएर देखाउनु त, मलाई एकजना बनाएर देखाउनु, ल एकजना मेरो भाइलाई देखाउनु। एउटा आमाको कोख रित्तेको कोखलाई तपाईँको फेरि तपाईँको उहाँलाई न्याय दिनलाई उहाँको छोरालाई फेरि जीवित बनाइदिनु त। सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, सिंहदरबार हजारवटा बनाउन सक्छ। तर जति करोड दिए पनि, जति अरबदेखि देशै बेचे पनि त्यो एउटा नागरिक तपाईँको जिन्दा हुँदैन। मेरो भाइ बहिनीहरू तपाईँको जसरी शहीद हुनुभएको छ उहाँहरू फेरि फर्केर आउनु हुँदैन। हाम्रो प्रायोरिटी के? हाम्रो प्रायोरिटी के त? प्रायोरिटी त तपाईँको त खासमा हामीलाई गोली हान्ने मान्छेहरूले चाहिँ हामीलाई गोली हान्यो भनेर भन्नुपर्ने हो क्या। सिंहदरबार जलाएको सेकेन्डरी कुरा हो, अर्को जलाएको सेकेन्डरी कुरा हो। तर फर्स्टमा गोली हानेको मान्छेहरूको बारेमा कुरा गर्नुपर्ने होइन। अहिले हामीले त्यो कुरा गरौँ, त्यसमा फोकस गरौँ। त्यसपछि सिंहदरबार जलाएको को को छ उनीहरूलाई पनि समातौँ, हाम्रो इतिहास बर्बाद गर्ने मान्छे उनीहरूलाई पनि समातौँ। र यो जसले हाम्रो देश बिगारेको छ नि, हाम्रो नेताहरूले जसरी तपाईँको भ्रष्टाचार गरेको छ नि, अझै अहिले हामीले त यति धेरै कुरा बुझेछौँ कि हजुरलाई थाहा नै छैन। यति कुरूप रहेछ क्या यो सिंहदरबार भनेर छ नि, यो सिंहदरबार